सम्पूर्णमा नमस्कार। आज म मेरो जन्मस्थान अर्घाखाँची मालारानी 4 खना आइत्यानेटाबाट प्रस्तुत हुँदैछु। यहाँ हामी छुट्टै पोखरेलहरू 5 घरको छुट्टै बस्ती छ। यहाँ हाम्रो यो 5 भाइको 5 परिवारको छुट्टै पहिचान बोकेको बस्ती हो। यहाँ हामी थोरै आफ्नो व्यावसायिक रूपमा नभएर आफ्नो प्रयोगको लागि थोरै खेती किसानी पनि गरेका छौँ। हाम्रो यो अलि रिपमा पर्छ। रिप भन्नाले धेरै घाम नपर्ने ठाउँमा परेको हुनाले भैँसीलाई बाहिर ल्याउने, बाख्राहरूलाई घाम तपाउने प्रचलन छ, विशेष गरी कार्तिकदेखि फाउन चैतसम्म। अनि यहाँबाट हाम्रो यो मालारानी गाउँपालिकाको वडा नम्बर 3 मा अवस्थित घेराको भिर देख्न सकिन्छ। यहाँ गिद्ध संरक्षणको लागि पनि विगतमा मालारानी गाउँपालिकाको पहलमा प्रयास भइरहेका छन्। हाम्रो यो थोरै झुण्ड किसिमको तरकारी खेती पनि छ। अनि यहाँबाट विभिन्न हिमालका दृश्यहरू देख्न सकिन्छ। थोरै यहाँ मालारानी गाउँपालिकाको प्रशासकीय भवन पनि देख्न सकिन्छ। यहाँबाट अलिक क्लियर त आउँदैन होला, मैले जुम गरेर थोरै देखाउन चाहेँ। यो चाहिँ मालारानी गाउँपालिकाको प्रशासकीय भवन हो, अलिक क्लियर छैन। अनि यहाँ हाम्रो अङ्कल हुनुहुन्छ, मालारानी गाउँपालिका वडा नम्बर 4 का वडा अध्यक्ष मेरो आदरणीय अङ्कल विष्णु प्रसाद पोखरेल। अङ्कल के छ हाम्रो यो थोरै कृषिसँग जोडिएका कुराहरूलाई थोरै बताइदिनु होला। धन्यवाद बाबु, सबैलाई नमस्कार। दर्शकहरू, घाँस काटेर आउनुभयो? म भर्खर यो भैँसीलाई घाँस लिएर आएँ। हजुर, यहाँ सामान्यतया हाम्रो बसाइ रमाइलै छ। हजुर हजुर। मालारानी 4 को कृषि उद्यमशील हजुर परियोजनाबाट हामीले यहाँ टनेला खेती गर्ने, तरकारी खेती गर्ने, थोरै यहाँ टनेलाहरू प्रत्येक घर परिवारमा एक-एकवटा पनि देखियो। हजुर हजुर। केही व्यावसायिक परियोजना निम्ति पनि गरिएको छ। अहिले विशेष गरी टमाटरलाई जोड दिएको जस्तो देखिन्छ हैन? बाख्रा र टमाटरमा हामी उत्पादन 21 वटा समूहहरू बनाएका छौँ मालारानी 4 मा। हजुर। सामान्यतया जनताको सकारात्मक सोच भयो र काम गर्यो भने उहाँहरू रोजगारीको निम्ति हामीले ढोकाहरू खोलेका छौँ बाबु। हस् त, धन्यवाद अङ्कल। अनि यहाँबाट हामी गुल्मी जिल्लामा रहेको चर्चित स्थान रेसुङ्गा, जुन रेसुङ्गा नगरपालिकामा रहेको रेसुङ्गाको डाँडा पनि हाम्रो घरबाटै क्लियरली देख्न सकिन्छ। तर आज अलिकति थोरै तुवालो लागेको अवस्था छ। यहाँबाट रेसुङ्गा अर्जुनको डाँडा देख्न सकिन्छ। अनि त्यसपछि यो हाम्रो कृषि बगान नै हो, सुन्तला, मौसम, कागतीहरू छन्। अनि यहाँबाट हाम्रो अर्घाखाँची जिल्ला मालारानी गाउँपालिकाको वडा नम्बर 4 मा अवस्थित यो धेरै पहिलादेखि नै चिनिन्थ्यो यो नेपाल टेलिकमको टावर लगायत विभिन्न एफएम स्टेसनहरू, एनसेलका टावरहरू छन्। यो जालकाँडाको टप हामीले सिद्धको थान, सिद्धाथान भन्छौँ। हाम्रो बस्ती यस्तो छ। केही घरमा आएको बेलामा थोरै सानो भिडियोबाट साथीहरूसँग जोडिन चाहेको थिएँ। अनि यहाँ हाम्रो मालारानी गाउँपालिकाको प्रत्येक गाविसमा उच्च स्तरीय गाविस भन्न आयो, सरी, गाउँपालिकामा नेपाल सरकारको मापदण्ड अनुसार 25 शैय्याको हस्पिटल भन्ने कुरामा हाम्रो यो एकदम विगत 2 वर्षदेखि निर्माण सम्पन्न भएको र अस्ति भर्खरै 2-4 दिन कति दिन भयो मैले बिर्सेँ, त्यहाँ चाहिँ अब हस्पिटलमा डक्टरको व्यवस्था गर्नु पर्यो भनेर चाहिँ मिटिङ बसेको पनि सुनिरहेको छु। यसले पूर्णता पाओस्। हाम्रो मालारानीवासीहरू लगायत गुल्मी जिल्लाको धुरकोट गाउँपालिका वडा नम्बर 1-2 का स्थानीय बासिन्दाहरूले पनि लाभ लिन सक्नुहुनेछ। र आज मौसम अलि सफा नै छ। यहाँ अलि हिमालका दृश्यहरू देख्न सकिन्छ। यहाँ बिचबाट यो थोरै मैले यो सल्लाहहरूको बिचमा हेर्न चाहेँ। यो सगरमाथा भन्दा फरक छैन, तर यो चाहिँ धौलागिरी हो। हाम्रो यहाँबाट हेर्दाखेरि हामीले अब सगरमाथा भनेरै चिन्छौँ।